केटी मान्छे जस्तो धोकेबाज कोही पनि हुँदैन के, केटी जस्तो नराम्रो कोही पनि हुँदैन के। केटी मान्छे होइन आफ्नो एउटा बोयफ्रेन्ड हुँदा हुँदै पनि के अर्को बोयफ्रेन्डलाई चाहिँ के गराए हुन्छ, खेलाइरहेको हुन्छ क्या। जस्तै होइन, यहाँ हुँदा हुँदै बाहिर देश गइसकेपछि उदाहरणलाई होइन, बाहिर गइसकेपछि बाहिर अर्को बोयफ्रेन्ड बना हुन्छ, नेपालमा भएको बोयफ्रेन्डलाई चाहिँ के हुन्छ, टाइम पासको लागि मात्रै हेरिरहेको हुन्छ क्या। केटी जस्तो नराम्रो कोही पनि छैन क्या, त्यो भन्ने होइन क्या। हाम्रो बानी त्यो छ क्या, केटी मान्छेलाई मात्रै दोष दिन्छौँ क्या। छोरी बहिनीलाई पनि त केटा मान्छेले धोका दिएको हुन्छ क्या। छोरी बहिनीको जिन्दगीलाई पनि केटा मान्छेले कतिवटा केटाहरूले प्रासो जिन्दगी बर्बाद बनाएको हुन्छ क्या। उनीहरूलाई पनि त बिचारा मायाको जालमा फसाएर होइन, आफ्नो स्वार्थ लुटेर उनीहरूलाई पनि त धोका दिएको हुन्छ क्या। त्यही भएर केटा मान्छे पनि त राम्रो छैनन् क्या। केटा मान्छेले अरूको छोरीको जिन्दगीलाई पनि त बर्बाद बनाएको हुन्छन् क्या। हो, हाम्रो बानी के छ भने केटी मान्छे मात्रै नराम्रो छिन्, केटी मान्छे नै खराब छिन्, केटी मान्छेले नै धोका दिन्छन् भन्छन् क्या। म साथीलाई भन्छु होइन, केटी त्यो एक दुईवटा केटी मान्छेले धोका दियो, एक दुईवटा केटी मान्छेले गलत गर्यो भन्दैमा सबै नारीहरू गलत हुन्छ भन्ने छैन क्या।